आज हामी एउटा निकै महत्त्वपूर्ण अनि अलि जटिल विषयमा कुरा गर्दैछौँ। नेपालमा अनलाइन दुर्व्यवहार, खास गरी महिलाहरूलाई लक्षित गरेर हुने साइबर अपराध। यसलाई अलिक गहिरिएर बुझ्नलाई हामीले नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीसँग भएको एउटा अन्तर्वार्तालाई आधार बनाएका छौँ। हाम्रो आजको छलफलको उद्देश्य चाहिँ अब यो स्रोतबाट अपराधको प्रकृति कस्तो छ, के कस्ता कानुनी व्यवस्थाहरू छन्, अनि ब्युरोले के चुनौती भोगिरहेको छ भन्ने केलाउने हो। र गायिका एलिना चौहानको जुन हालैको घटना छ त्यसलाई पनि हेर्छौँ। ल सुरु गरौँ है त। अब सामाजिक सञ्जाल त हेर्नुहोस् न, राम्रै उद्देश्यले बनेका हुन् नि, होइन? तर स्रोतमा एसपी अवस्थीले भन्नुभए अनुसार यसको दुरुपयोग चाहिँ डरलाग्दो गरी बढेको छ रे। ब्युरोमा यस्ता उजुरीहरू त एकदमै धेरै आउँछन् रे, होइन र? ओ एकदमै। अनि चाखलाग्दो कुरा के छ भने नि, स्रोत अनुसार पुरुष पीडित पनि नभएका होइनन् रे, तर महिलाहरू नै बढी निशानामा परेको चाहिँ स्पष्ट देखिन्छ। अन्तर्वार्तामा यसको पछाडि सामाजिक र लैङ्गिक कारणहरू पनि हुन सक्ने सङ्केत गरिएको छ। सायद त्यही भएर होला 2072मा ऐन संशोधन गर्दा महिला लक्षित प्रावधानहरू थपिएका। अनि हालै गायिका एलिना चौहानको केसले त यो समस्या कति चर्को छ भन्ने झनै देखायो नि। उहाँको त्यो सार्वजनिक पेजमा लगातार अपमानजनक कमेन्टहरू आएपछि उहाँ ब्युरो पुग्नुभएछ। सार्वजनिक जीवन बिताउनेहरूलाई त कति गाह्रो हुँदो हो अहिले यस्तोमा। निश्चय नै। र स्रोतले के भन्छ भने यो उहाँको पहिलो उजुरी पनि होइन रहेछ। करिब 1 वर्ष अघि पनि यस्तै घटना भएको थियो रे। त्यति बेला ब्युरोले एकजनालाई पक्राउ पनि गर्यो, तर त्यति बेला उहाँले जाहेरी दिनु भएनछ, सायद कारबाहीमा जान चाहनु भएन होला। अहिले चाहिँ पटक पटकको घटनाले गर्दा अलि वाक्क भएर कारबाही नै खोज्दै आउनु भएको जस्तो देखिन्छ। यस्ता गतिविधि रोक्नलाई अब मुख्य रूपमा त विद्युतीय कारोबार ऐन 2063 नै प्रयोग हुन्छ। यसले समग्र अनलाइन गतिविधि र कारोबारलाई नियमन गर्छ। अनि यसैको दफा 47 विशेष गरी 2072को संशोधनपछि महिलालाई अपमान गर्ने वा हैरानी दिने जस्ता कुराहरूलाई त झन् स्पष्ट रूपमा निषेध गरेको छ। ए हो र? अनि सजाय पनि 1 लाख रुपियाँसम्म जरिवाना वा 5 वर्षसम्म कैद वा दुवै रे। कानुन त रहेछ, तर प्रश्न उठ्छ, के यसले साँच्चै काम गरिरहेको छ त? कार्यान्वयन कस्तो छ? अर्को कुरा, उजुरी दिनेहरू एलिना चौहान जस्ता चर्चित मात्र छैनन् भन्ने पनि स्रोतमा उल्लेख छ नि, होइन? पारिवारिक सम्बन्ध बिग्रिएपछि त्यो रिस पोख्न, बदला लिन गरिने दुर्व्यवहारका घटना पनि उत्तिकै छन् रे। हो, त्यो पनि छ। अनि अर्को जटिलता के थपिन्छ भने धेरै केसहरूमा विदेशमा रहेका नेपालीहरू संलग्न भएको पाइन्छ रे। कहिले पीडक बाहिर, पीडित नेपालमा, कहिले ठ्याक्कै उल्टो। इन्टरनेटले त अब भूगोलको सिमाना नै मेटाइदियो नि, होइन र? सबै केसमा सफलता पाउन किन गाह्रो छ त भन्ने प्रश्नमा अन्तर्वार्तामा एसपी अवस्थीले केही मुख्य कारणहरू औल्याउनु भएको छ। जस्तै प्राविधिक जटिलताहरू, मान्छेहरूले नक्कली प्रोफाइल बनाउने, आइपी ठेगाना लुकाउने गर्छन्। अनि अर्को ठूलो समस्या, सामाजिक सञ्जालका प्लेटफर्महरूबाट समयमा वा चाहिएको जानकारी पाउन गाह्रो हुने। ती हेमे पर्दो, तैपनि कारवाही नै नभएको त होइन रहेछ। विदेशमा भएकालाई पनि इन्टरपोल मार्फत ल्याउने प्रयास भएको सुन्दा अलिकति आशा चाहिँ जाग्दो रहेछ। हो, प्रयासहरू भइरहेका छन्, तर अपराधको जुन गति र प्रकृति छ नि, त्यो हेर्दा सबैलाई समात्न सकिहाल्ने अवस्था चाहिँ छैन भन्ने यथार्थ पनि एसपीले स्वीकार्नु भएको छ अन्तर्वार्तामा। ठिक छ, कानुन कार्यान्वयन एउटा पाटो भयो, तर एसपी अवस्थीले जोड दिनुभएको अर्को महत्त्वपूर्ण कुरा पनि छ, त्यो हो सामाजिक र नैतिक शिक्षा। यो पक्ष चाहिँ अलि ओझेलमा परेको जस्तो लाग्छ है मलाई। के भन्नुहुन्छ? एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भयो। उहाँले घर परिवार र विद्यालयबाटै असल आचरण सिक्नुपर्ने कुरा गर्नुभएको छ। अरूलाई होच्याउनु, गाली गर्नु अघि एकपटक आफ्नै दिदीबहिनी सम्झिनुपर्ने जुन आग्रह गर्नुभएको छ नि, त्यो दीर्घकालीन समाधानको लागि साँच्चै अत्यावश्यक हो। कानुनले त डण्डा लगाउला, होइन, तर सोच र व्यवहार बदल्ने त समाजले नै हो। समय लाग्छ यसमा। त्यसो भए आजको यो विमर्शबाट के स्पष्ट भयो भने नेपालमा अनलाइन दुर्व्यवहार, खास गरी महिला विरुद्ध, यो साँच्चीकै गम्भीर मुद्दा हो। कानुन छ, तर कार्यान्वयनमा अनेकौं चुनौतीहरू छन्। सार्वजनिक व्यक्तित्वदेखि लिएर सामान्य महिलाहरूसम्म सबैजना जोखिममा छन्। समाधानका लागि कानुनी कारवाही मात्र होइन,
सामाजिक चेतना र नैतिक शिक्षा पनि सँगसँगै लानुपर्ने देखियो। हो अनि अन्त्यमा एउटा प्रश्न चाहिँ मनमा खेलिरहन्छ। फौजारी कसुर लाग्यो भने भविष्य बिग्रन्छ भन्ने डर त छँदैछ, जुन कुरा एसपी अवस्थीले पनि भन्नुभयो। तर कानुनी परिणाम भन्दा पर गएर सोच्ने हो भने जब अनलाइन दुनियाँमा सामान्य मानवीय शिष्टता त्यो सम्मानै हराउँदै जान्छ, यसले हाम्रो समाजलाई भित्रभित्रै कति खोक्रो बनाइरहेको होला। हामीले बनाइरहेको यो डिजिटल समाजमा सभ्यताको यो क्षयीकरणले कस्तो भविष्यतर्फ डोर्याउँदैछ, यो एक गम्भीर विचारणीय प्रश्न हो जस्तो लाग्छ मलाई।